रत्नपार्क टु आमा धन्ने मारे यार यिनीहरूले त थेट। रत्नपार्क टु उता छोएको छैन हौ, छोएको भनेर यस्तै यस्तै हेर्छ माकुले। पर्सनल बाइकहरू गाडी कारहरू आइया हौ दिदी कहाँ गयो त माथि आम्मा। हेलो गाइज, आज यातायात व्यावसायिकहरूको बन्दको दोस्रो दिन है। आजको अवस्था के कस्तो हुन्छ होइन, हिजो त अब त्यस्तो भइहाल्यो। जस्तो भए पनि आजको अपडेट लिएर जाउँ है त। केटो फर्किएछ राजु हिजो जाँदा भेटेको थियो, आज फर्किँदा भेटिरह। गाडी त पुरै रिजर्भ मात्रै चलिरहेको छ है। सब यो पर्सनल बाइकहरू गाडी कारहरू आइया हौ दिदी कहाँ गयो त माथि आम्मा। ठोकिदिन्छु अनि थाहा हुन्छ कहाँ माथि ल्याएको यार डाम्ना दिदी। साबो हिल चोक छ, गाडीहरू कुदिरहेछ। ऊ 5 पोखरी यातायात कहाँ हिँडेको थियो। जे होस् यो मायुर यातायात अनि साझा यातायात चाहिँ अब 15वटा चक्रपथ परिक्रमा गर्ने भनेको छ न्युजमा है। बन्दमा पनि खुसी लाग्छ, त्यसको बावजुद पनि मान्छेहरू अब टाइममा त नपुग्ने भइ नै हाल्यो। गाडी ढिलो अब आएपछि पातलो भयो, गाडी पातलो भएपछि गाडी ढिला आउने भइगयो, गाडी प्याक भइहाल्यो। अनि साथसाथै टाइममा पनि पुग्दैन होइन। अब 9 बजे पुग्नु छ भने अब त्यो 15वटा गाडी त्यो चक्रपथ परिक्रमा कतिखेर गर्ला र कतिखेर आइपुग्ला होइन। त्यस कारणले अलिक ढिला हुन्छ। त्यो पनि सुविधा अलिअलि दिएकोमा दिएको ठिकै हो, राम्रै हो, धन्यवाद। ल यो के को जाम हो आमा थिएँ। ल सार्वजनिक बन्दको दिनमा यातायात व्यावसायिक बन्दको दोस्रो दिन ल हेर जाम के को जाम हो यो। सबै प्राइभेट गाडीहरूको जाम है यो चाहिँ। आमा मारिगयो नि, अब कसरी अफिस पुग्ने होला। यो बन्द हो कि के हो यो। नेपाल बन्द अरे यस्तो हुन्छ त भनेपछि हामी मान्छे धेरै भयौँ, मान्छे धेरै भएपछि धनी पनि भयौँ। धनी भएपछि एउटा घोडा या 2टा घोडा 3टा घोडासम्म घरमा छ है। मतलब घन्टाघर हो यो, घन्टाघर एरिया हो। रत्नपार्क आइपुग्यो। रत्नपार्कतिर पनि हालत त्यस्तै छ, भिडभाड नै छ यहाँ सार्वजनिक बन्दको दिनमा। पुरै जाम छ यार। कालीमाटी एरिया पनि जाम। त्यो थानकोट रत्नपार्कको गाडी चलिरहेछ एउटा, अनि त्यहाँ निलो माइक्रोहरू पनि चलिरहेछ। रत्नपार्क टु कालीमाटी कलङ्की जाने ठोक्दियो क्या यसले। यो नेपाल बन्द जस्तो लागेन मलाई, यो नर्मल दिन नै हो। यो नेपाल बन्द भएको भए यति धेरै गाडी कुद्नु हुँदैन थियो होला। जोर बिजोर गरी चलाउनु पर्थ्यो कि त इमर्जेन्सी काम बाहेक अरू निस्किनु दिनु हुन्न थियो क्या। अनि बल्ल सरकारले पत्याउँथ्यो जस्तो लाग्छ है मलाई चाहिँ। अब यत्रो धेरै गाडीहरू बाइकहरू चलिरहेछ, आफ्नो यिनीहरू पनि हिँडिरहेछ। चन्द्रगिरी यातायात पनि चलिरहेछ, अर्को थानको यातायात चलिरहेछ। यो के नेपाल बन्द हो र त। सो गाइज बरु नेपाल बन्द नगरेको भए ठिक होइन, बेइज्जत मात्रै हो यातायात व्यवसायहरूको।
हेलो गाइज खुसीको खबर सुन्नमा आएको जस्तो छ। अहिलेबाट सार्वजनिक यातायातहरू खोलियो बन्द खोलियो भन्ने खबर सुनेको छु। फेक हो कि सही हो जस खबर सुने अनुसारले गाडीहरू पनि देखिरहेको छु अलिकति बसहरू जुन चाहिँ अब रत्नपाट टु चन्द्रगिरी, रत्नपाट टु थानकोट, रत्नपाट टु आमा धन्ने मारे यार यिनीहरूले त थेट रत्नपाट टु उता छोएको छैन छोएको भनेर यस्तै हेर्छ माकुले। रत्नपार्क बस पार्कमा पनि गाडी चाहिँ पातलो नै रहेछ होइन। त्यो गाडी चाहिँ छन् चाहिँ आउँछ कि भनेर पर्खिनेको लाइन चाहिँ धेरै नै छ। मान्छेहरू प्यासेन्जरहरू धेरै छन्, अलपत्र हुनेछन् यिनीहरू पक्कै पनि। गाडी आएको छैन, बन्द खुलिए पनि। अब यहाँबाट रत्नपार्कबाट त जहाँ पनि जान्छ नि त, सबैतिरको मान्छेहरू हुन्छ। सातो बाटो, भक्तपुर, ललितपुर होइन, कीर्तिपुर, वहाँ रामकोट, थानकोट सबैतिरको मान्छेहरू यहाँ हुन्छ क्या। चन्द्रगिरी उता मत्स्य गाउँतिरको सबैतिरको मान्छेहरू यहाँ हुन्छ। अनि मान्छे त्यसै नै धेरै भइहाल्छ नि। सो गाडीहरू चाहिँ आइपुगेको छैन, अब आउँदै होला या आउँदैनन्। त्यो अब आज भर्खर खोलिएको भन्ने खबर सुनेको छ होइन, बन्द चाहिँ।